संसद विघटन भएर हाम्रो देशले पहिलो महिला प्रधानमन्त्रीको रूपमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पाइसकेको अवस्था छ। अब संसद विघटन भएपछि देशभरि अहिले भइरहेका सांसदहरूले के गर्लान् भन्ने खालको चासो बढिरहेको छ। यो अवस्थामा विशेष गरी अब अहिले बनेको नयाँ सरकारमा चाहिँ सुदन गुरुङ लगायत अन्य नयाँ अनुहारहरूलाई चाहिँ मन्त्री परिषदमा देख्न पाइने भएको छ। अबको सिचुएसन कस्तो हुँदै जाला त? आशा भरोसा सबैले गरिरहेका छन् कि अबको नयाँ नेपाल निर्माण हुनेछ। तपाईँ कस्तो अबको नेपाल देख्न चाहनुहुन्छ? कमेन्ट गर्नुहोला।